कुलमान घिसिङ जस्ता मान्छेलाई हटाउन पाइँदैन। दर्शकबिहीन नमस्ते। एक दिनमा 15 देखि 20 घण्टासम्म अँध्यारो जीवन यानी कि बिना विद्युत नर्क जीवन बिताइरहेका जनतालाई उज्यालो जीवन दिएका तथा नेपालका लोड सेडिङ मुक्त बनाउने उनै कुलमान घिसिङलाई यति बेला अहिलेको नेपाली काङ्ग्रेस र नेकपा एमालेको 2/3 भनिएको सरकारले नेपाल विद्युत प्राधिकरणका म्यानेजिङ डाइरेक्टर कुलमान घिसिङलाई पदमुक्त गराएको छ। त्यसो त कुलमान घिसिङको कार्यकाल सकिन अब मात्र केही समय यानी कि 3-4 महिना बाँकी थियो, तर सरकारले नै कुलमान घिसिङलाई असफल बनाउने न्युले उनलाई पदमुक्त गराएको छ। यति बेला सम्पूर्ण नेपालीहरूले कुलमान घिसिङको समर्थन गर्दै वर्तमान सरकारको विरोध गरेका छन्। त्यसो त कुलमान घिसिङलाई आफू पदमुक्त भएको कुरा सामाजिक सञ्जालबाट थाहा भएको बताएका छन्। 18 देखि 20 घण्टासम्म लोड सेडिङ खेपिरहेका जनताहरूलाई लोड सेडिङ मुक्त बनाएर देशमा रहेको ऊर्जा शक्तिलाई म्यानेजमेन्ट गरी पहिला धेरै नै घाटामा रहेको विद्युत मन्त्रालयले कुलमान घिसिङको उपस्थितिसँगै भारत तथा बङ्गलादेशमा समेत विद्युत निर्यात गरेर देशलाई करोडौँको मुनाफा समेत गराएका थिए। त्यसो त एमाले र काङ्ग्रेसको नयाँ सरकार बनेर दीपक खड्का ऊर्जा मन्त्री भएदेखि नै कुलमान घिसिङलाई बारम्बार स्पष्टीकरण दिन लगाउने गरेका थिए। दीपक खड्काले कुलमान घिसिङलाई आफू ऊर्जा मन्त्री भएदेखि नै कुलमान घिसिङलाई पदमुक्त गराउन खोजेका थिए। एउटा कार्यक्रममा दीपक खड्काले नेपालमा लोड सेडिङ मुक्त भएको श्रेय भारतलाई दिनुपर्छ नाकि कुलमानलाई भनी कुलमानको चौतर्फी आलोचना समेत गरेका थिए। यति बेला कुलमान घिसिङ पदमुक्त भएपछि सरकारको चौतर्फी आलोचना भएको छ र धेरैले विरोध समेत जनाएका छन्। हेरौँ कसले के भनेका छन् त।